Okay guys, म चाहिँ सुकुटीको लागि निस्केको छु with the bunch of boys. Goodbye home for 2 days. My X-Pulse 204V. I hope it will be a fun ride. है अरू त केही प्रब्लम छैन जस्तो छ. ओके म चाहिँ फ्ल्याग अफ गरिसकेँ. यहाँबाट जगती जान्छु अनि त्यसपछि केटाहरू भेटेर त्यहाँबाट चाहिँ म निस्किन्छु सुकुटेको लागि. वी आर टेकिङ अ डिफ्रेन्ट रुट यसपालि. नर्मली धुलीखेलको बाटो जाने हुन्छ. रेकर्ड चाहिँ भइरहेछ कि छैन? यस यस रेकर्डिङ 1080p मै भएछ. इट्स ओके फाइन. क्वालिटी त त्यस्तो केही हुँदैन होला छैन. त्यही हो. यहाँबाट पहिला जगती जान्छु अनि केटाहरू भेटेर निस्किन्छु. अहिलेको लागि साइनिङ अफ. एकछिनको लागि भोइस कमान्ड मान्छ भन्छ है. अब खै के हो मानु न त. मेरो त म चाहिँ यहाँ आदर्श आइपुगेँ अहिले. आदर्शबाट यस्तो बाटो छ. दिस इज द रिजन वी आर चुजिङ द नेक्स्ट अल्टरनेटिभ रुट. यो धुलीखेल खावासम्म यस्तै छ क्या. सो इट्स बेटर नट टु गो द्याट वे. अब यहाँबाट म लेफ्ट लिएर होइन लेफ्ट लिएर नजाउँ कि लेफ्टै लिएर जाउँ. के गरौँ हुन त जग्गा त यहीँ अड्ने हो. ओके म अगाडि नै जान्छु. सिधै जान्छु. लेट्स गो. यहाँबाट जग्गातीमा भेट्ने पोइन्ट हो हाम्रो. 7 बजिसकेको छ. म चाहिँ हाम्रो 7 बजे भेट्ने प्लान थियो होइन. ओके यसमा भोइस कमान्ड चाहिँ के भइरह्यो यार. मैले वाइडमा मात्र राखेको छु जस्तो लाग्यो है. अल्ट्रा वाइडमा यसले गर्दा त एक्सिडेन्ट नै पार्छ है क्या मेरो त. म चाहिँ अहिले जगती आइपुगिसकेँ फाइनली. अनि अब यहाँ बिहानदेखि के हो यस्तो. खै कोही आइपुगेको छैन कि. अब एकजना प्रशान्त चाहिँ आएछ अनि एलिस पनि आएछ कि आई डोन्ट नो. ल 3 जना चाहिँ यहीँ रहेछ. ल रेकर्डिङ 3टा 4टा 2टा रोनिन, एउटा आरजेट, एउटा एक्सपल्स, एउटा अपाचे 160, एउटा N160. ओजी ओजी ओजी. ल अब यहाँबाट निस्किनु लाग्यो हामी चाहिँ है. यसको 02 पाउनु मेरो 2902 के ए 0 एउटा चाहिँ थाका अगाडि बढ्छ. ल चल्दिम मेरो पछाडि हावासावा ठिक छ कि हेर त. ठिक छ. ल है
रेकर्ड त भइरहेछ क्या अरे जाउँ ओके हामी चाहिँ यहाँबाट निस्क्यौँ यहाँबाट नगरकोट हुँदै जाने हो कतिको ब्याकअप हुन्छ हेरौँ गोप्रोबाट गोप्रो त के भनौँ सरी गिजायो अस्म लेट्स गो यो बाटो नि धेरै त हिँड्दैन तर एकदम सानो सानो कर्भ्सहरू छ क्या त्यसैले हो अलिकति ओइ 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 कता 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 ल अहिले चामसिङ चोकबाट चाहिँ हामी कौमिनाकतिर जाँदैछौँ यहाँबाट ठ्याक्क नगरकोटको स्टार्टिङसम्म खिच्छु त्यसपछि म चाहिँ एकछिनको लागि बन्द गरिदिन्छु अनि सिधै नगरकोटबाट अगाडि गएपछि बोल्नलाई यहाँ गाह्रो पारिदियो कि यहाँबाट सिधा जाने हो ऊ मान्छेहरू यस्तरी आइदिन्छ कि के गर्छ ओ केटाहरू छ पछाडि यहाँबाट राइट लिएर नगरकोटको बाटो जाने अनि भत्कापाटी पुगेपछि टर्न लेफ्ट तेलकोटसम्म जाने होला सायद ओके यहाँबाट चाहिँ हामी भत्कापाटी पुग्यौँ भत्कापाटीबाट हामी लेफ्ट लिएर नगरकोटको मेन तेलकोट जाने बाटोबाट हामी जान्छौँ आज मेरो डिस्ट्र्याक्टेड भइरहेछ नत्र मेरो यहाँ रोडमै हुन्थ्यो आँखा है यहाँबाट तेलकोटसम्म गएपछि त्यहाँ एउटा छुट्टिने बाटो छ जुन चाहिँ चाङ्गु जाने अनि पछि साँखु जाने अनि माथि नगरकोट जाने र त्यो तलको मन्दनदेवपुर जाने बाटो छुट्टिन्छ त्यहीँसम्म मेन त्यो रुट देखाउनलाई चाहिँ मैले यहाँ खिचिरहेको हो अहिलेसम्मको त नगरकोटको बाटो हो नर्मल नगरकोट जाने बाटो हो अब त्यहाँ तेलकोट पुगेपछि चाहिँ म क्लिक गर्छु सुट गर्छु सो अहिलेको लागि एकछिन गएँ है त यहाँबाट त खतरा हुसु देख्दो रहेछ त ल दामी हुसु रहेछ त र यो चाहिँ अघिको भन्दा अलिकति माथि आइसक्यो तेलकोट चाहिँ पुगेको छैन यहाँ खतरा हुसु देखिरहेको भएर मैले चाहिँ खिचेँ है हुसु लगाइरहेछ त्यसैले म खासै ओभरटेक पनि गरिरहेको छैन त्यो पुरा तल लेयरमा के हुसु नै दामी देखिरहेको भएर मैले खिचेको यहाँबाट अझै माथि जानुपर्छ सो ल अब चाहिँ यहाँ तेलकोट पुग्न लाग्यो बल्ल तेलकोटबाट चाहिँ बाटो छुटिन्छ क्या लाइक पहिला हामी कालिम्पोङ जाँदा नि माथिबाट हामी चाहिँ नगरकोट माथि नै बस स्टप पुगेर गएको थियौँ यहाँबाट 3-4वटा बाटो छ छुट्टिने एउटा चाङ्गु जान्छ एउटा साँखु जान्छ अघि मैले भनिहालेँ होइन यहाँबाट अनि पछि एउटा तेलकोट तलबाट जाने चाहिँ त्यही मन्दनदेवपुर जान्छ जस्तो लाग्यो अनि एउटा चाहिँ माथि नगरकोट यहाँबाट चाहिँ छुट्टिन्छ जे होस् वे हो चार्दो बाटो यहाँबाट राइट लिएर
जानुपर्छ है गाइजहरू। जाऊँ जाऊँ आइज ल, दुईजना आइज ल। म चाहिँ लास्टमा छु, केटाहरूको क्लिक गर्दै जानु पर्यो। अलिअलि फुटेज लाइन अफमा छ केटाहरू पनि। यहाँबाट त सानो सानो बाटो हो, एकदम साँघुरो। रेकर्ड भइरह होला, स्क्रिन चाहिँ अफ भएछ। मैले 1 मिनटको राखेको थिएँ टाइमर, डिस्ट्र्याक्टेड चाहिँ भइरहेछ। लाइक फर्स्ट टाइम यसरी अब सुट गरेर चाहिँ यहाँ चाहिँ एकदम चिप्लो हुन्छ है यो। यहाँबाट अब म खासै खिच्दिनँ, सबै यस्तै बाटो हो। यहाँबाट सिधै खावा पुगेपछि, खावा पनि होइन मन्दनदेवपुर पुग्छ क्यारे पहिला, अनि खावा होइन कहाँबाट खावा भयो, 0 किलो सरी 0 किलो आइपुग्छ। अब अबाउट हाफ एन आवरमा आइपुग्छ होला आई गेस। खासै सुट त म गर्दिनँ। ल यो चाहिँ हामी मन्दनदेवपुरको तलको बाटो आइसक्यो। बल्ल घाम लाग्यो, हामी चाहिँ 1 राउन्ड घुम्नु पऱ्यो है। यहाँबाट सब ओह्रालै ओह्रालो यार। मेरो टायर के भएको यार, खै ल हेर्नु ल, ब्रेक लागि जान्छ भने। यो रोड चाहिँ लास्टै स्लिपरी हुने होला छ, आइसी रोड। मान्छे राम्रो देखिरहेको है। और हम ये आसमान से ल। अब दोलाल घाटबाट चाहिँ साइन अफ के खिचिरहेछ ल जाउँ न, जाउँ ल। अब दोलाल घाटबाट निस्किनु अब। दोलाल घाटबाट धेरै छैन, सुकुटेबाट चाहिँ बल्ल घाम लाग्न थाल्यो, त्यही भएर बल्ल क्यामेरा राखेको, नत्र भए त्यो निकालेर राखेको थिएँ पुरा हुस्सु होइन। अल्ट्रा वाइडमा खिचिनँ मैले। यहाँबाट धेरै किलोमिटर छैन हामी बस्ने रिजोर्ट पनि। अलि अगाडिसम्म खिच्छु, राम्रो छ यहाँको बाटो पनि, त्यही भएर मात्र हो। फ्राइडेको लागि आउनेहरू तन्नै छन्।
रोजिक गयो अगाडि। यहाँबाट हामी पहिला बस्ने ठाउँमा रिजोर्टमा नि जान्छौँ कन्फर्म गरेर। हुन त पैसा तिरिसक्यो 1000 रुपिज, तर पनि सिजनको बेला फ्राइडेको बेला अलिकति त्यस्तै हुन्छ क्या। त्यसैले जान्छौँ अलि अगाडिसम्म सुकुटे पुगेर अनि त्यहाँबाट चाहिँ हामी तातोपानीको लागि निस्किन्छौँ। तातोपानी कति 40 किलोमिटर कि 30 किलोमिटर समथिङ, 40 प्लस चाहिँ छ क्या। एक्सपल्स दुईवटा एक्सपल्स, तर हाम्रो ग्रुप होइन, हाम्रो केटाहरू उता अगाडि छन्। एउटा डट हेल्मेट चाहिँ किन्नुपर्ने। चेहेरे भन्ने ठाउँमा आइपुगेछ। म चाहिँ अब यो दुईवटा एक्सपल्सलाई ओभरटेक गर्छु। मेरो ग्रुपसँग रिजोइन गर्नु पर्यो। यहाँ अगाडि चाहिँ मेरो केटाहरू छन्। वाइडमा मात्रै खिचेको है, बाङ्लोसँग आयो भने है थाहा छैन। भिडियो त राम्रो आइरह होला आई गेस। यो चाहिँ हामी बस्ने रिजोर्ट हो हैन, यहाँ सुकुटे एडभेन्चर रिजोर्ट, यहीँ बस्ने हो। अहिले इन्क्वायरी मात्रै गरेर जाने। यो त यही जानु लाग्यो भित्र। यो 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 छिर आइज ल्याउनु बिर्स्यो, ल्याउनु पर्छ नि। ल अब हामी तातोपानी नि गएर आउने। सामानहरू चाहिँ छोड्यौँ यहाँ। पहिला तातोपानीसम्म गएर आऊँ, त्यसपछि फर्किन्छौँ। बल्ल 11:15 भएछ। ल केटाहरूको यहाँ लाइनअप देखाउँछु। ल एकजना गयो, दुईजना गयो। छिटाइज केटा हो। दमदम ल लेट्स गो। सबैजना ब्याग फ्री भएको छ। एकजनाकोमा चाहिँ ब्याग बोकेछ। अब यहाँबाट लेफ्ट लिएर सुकुटेको मेन बाटोबाट जान्छौँ। लेट्स गो। अहिलेसम्म क्यामेरा एङ्गलै बाङ्गो भइरहेको छ यो। ल फेरि यहाँ त बाटो बनाइरहेको छ। ल यस्तो छ। डोजर हेर्नु परेछ, के गर्नु साथीहरू। ओके, यो चाहिँ अहिले सुकुटेको जाम पछि हामी निस्क्यौँ। उता सुकुटे बिच मेन प्लेस त पुगेको छैन। हाम्रो रिजोर्टबाट चाहिँ हामी आइसक्यौँ। अब यहाँबाट खाडी चौरमा खाना खान्छौँ होला। 11:15 यहीँ भइसक्यो। 12 बज्छ कि त्यहाँ पुग्दा होइन। मेरो चस्माले चाहिँ ल्याङ गरिरहेछ।
अब भ्यू हेर्न सक्नुहुन्छ यहाँको बाटो यस्तै हो राम्रो छ है क्लिपहरू त धेरै भयो जस्तो छ होइन अलिक कुदाउनु लाग्यो कि यो चस्मा खोलिने के सुकुटेको स्पेसियालिटी भनेको यस्तै रिजोर्टहरू धेरै छ होइन यहाँ सुनकोशी हो कि कुन हो यो फेमस नै अब भनौँ न रिजोर्टहरूको लागि नै फेमस छ अनि हामी चाहिँ बिच भएको साइडमा बसेनौँ यो सुकुटे एडभेन्चर रिजोर्टमा लास्ट टाइम पनि आएको अनि अरू ठाउँमा के खोजिराख्नु यहीँ बसौँ भनेर यहीँ बस्दै हो मेनली हामी चाँडै आएको पनि अब उता तातो पानीसम्म गएर आऊँ भनेर हो अब पुग्छै पुग्दैन हेरौँ यहीँ वेस्ट भयो 10-15 मिनट 20 मिनट कति मिनट ल यहाँ चाहिँ अब रेस छ केटाहरूको ल हामी चाहिँ 12-20 लागि अब यहाँ के अरे खाडी चौरबाट अगाडि आए केटाहरू 12-20 मा गएर खाना खाने भनिरहेछ ब्यागहरू सबै हामीले त्यहाँ छोडेर आएको प्रपर भ्लगै बनाउनु पाएको छैन यो रस भइरहेछ यार यो रोड चाहिँ मेरो लागि फर्स्ट टाइम हो म खाडी चौर भन्दा यो सिधा बाटो चाहिँ कहिले पनि अगाडि आएको छैन यो साइडमा चाहिँ मेरो लागि कम्प्लिटली न्यू रोड हो यो चाहिँ उता कालिम्पोङको लागि चाहिँ फर्स्ट टाइमै गएको हो त्यहाँको पनि तर यता आउने चाहिँ फर्स्ट भनौँ न फर्स्ट टाइम केटाहरू अगाडि गइसक्यो म चाहिँ बोल्दै विन्ड नोइज धेरै आइरह्यो होला आज हामी तातो पानीसम्म जाने प्लान छ तातो पानी पुग्छ कि पुग्दैन हेरौँ अहिले नै 11:30 भइसक्यो त्यहाँ ब्लक भएर पनि अलिकति ल्याङ भयो के तेरो स्ट्यान्डको त्यो सेन्सर उभा नि ठोक्यो त्यो अलिकति तल ल्याएर तल ल्या न हल्का तल हो पख एकछिन ओके यो चाहिँ अन द वे टु तातो पानी ल यो चाहिँ चाइना बोर्डरमा नेपाल साइडको झर्ना लेट्स गो चाइना बोर्डरतिर गाइस 2.3 किलोमिटर मात्रै छ अरे 2.3 किलोमिटर भएर त गएर आइदिउँ
Enak tuh enak. भूकम्पको टाइममा सेड भएको मोनुमेन्ट गोवाल गोवाल भूकम्पको टाइममा के भएको थियो यतातिर के बगाएर ल्यायो खोला पुल बबाल रहेछ है चाइनिज गाडी यत्रो ठुलो चाइनिज गाडी है Chinese गाडी छ यार सबैले मान्छे Chinese गाडी Chinese माल सबै अब इन्डियनले सबै भूकम्पले फटायो नेपाल पुलिस चाइनिज सामान त यहीँ किनेर लानु पर्ला जस्तो चाइनिज सामान यही हो लास्ट यही हो यहीँ रहेछ चाइनिज सामान यहीँ किनेर लानु पर्ला हामीले चाइना बोर्डर यही हो तपाईँ घुमाइदिएको मैले यहाँ चाहिँ चाइनिज सामान एउटा किनेर जानु पर्ला नि वेलकम टू जाङनिङ पोर्ट चाइना नि होइन ल भइहाल्यो नि ल हाँ 72 साल कुनैमा छैन हेर्नु सबै एबेन्डन के सबै घर त्यस्तो छ होला बस्न लागेकै छैन सबै यस्तो छ नि चाइनिज गाडी
Studio 2, Studio 2. Let's go. Now you're in Chinese Dunya. Chinese Dunya, Chinese Dunya. Chinese गाडीको भण्डार. खाली भिल्ला आफ्नै प्रपर्टी होला. यस्तो नि हुँदो रहेछ, यस्तो नि हुँदो रहेछ. रिजोर्ट नै खाली, जस्ट 6 of us. रिजोर्ट नै खाली. फ्राइडे नाइट त्यही पनि रिजोर्ट खाली. दिस इज समथिङ एक्स्ट्रा अर्डिनरी. फ्राइडे नाइट इज डिस्ट्रोइड. खाली यो पुरै. Shit bro. ल दाइ जाउँ जाउँ न. ल मेरो त के यार, मेरो फर्स्ट टाइम यस्तो भयो यार. ल बाई बाई स्कुटे. बाइकले धोका दियो. अहिले पनि स्टार्टै भएन. स्टार्ट हुनै गाह्रो हो. के भएको टाइम टाइममा अफ हुने, स्टार्ट दिन गाह्रो हुने.